फेरि नृत्यकार भाइ बहिनीहरूले यहाँ सर्वप्रथम सम्पूर्ण किरावा महानुभावहरू साथै अन्य दर्शक महानुभावहरूलाई सेवान्ने सिली प्रस्तुत गर्नुहुन्छ। यसपछि हलेवा सिली अर्थात् बाँदर प्राणीको यहाँ भावभङ्गीलाई आफ्नो नृत्यमा यहाँ प्रस्तुत गर्नुहुँदैछ। अहिले तपाईहरुको समक्षमा सिली नृत्य टोलीका भाइ बहिनीहरुले हलेवा अथवा बाँदरको आफ्नो भावभङ्गी यहाँ नृत्यमा प्रस्तुत गरेर तपाईहरु समक्ष देखाउनु हुँदैछ।
अहिले दर्शक महानुभावहरूको सामने वाप्पा चिली अथवा भालेले कसरी आफ्नो भावभङ्गीद्वारा आफ्नो भालेको क्यारिकेचर गरेको छ त्यो यहाँ भाइ बहिनीहरूले तपाईँहरू समक्ष प्रस्तुत गरेर देखाउनु हुँदैछ। अहिले चिली टोलीका नृत्यकार भाइ बहिनीहरूले तावा अर्थात् मयूरको भावभङ्गी तपाईँहरूलाई प्रस्तुत गरेर देखाउनुहुन्छ।